राज्यको स्थायी सरकार मानिने निजामती प्रशासनभित्र असन्तुष्टि बढ्दै गएको संकेत देखिन थालेको छ। सेवा सुविधाको प्रत्याभूति दिने जागिरबाट कर्मचारी नै धमाधम बाहिरिन थालेपछि प्रश्न उठेको छ, आखिर कर्मचारीको मनोबल किन यति धेरै कमजोर भयो? गएको आर्थिक वर्षमा मात्रै अनिवार्य अवकाश र राजीनामाका कारण करिब 3000 निजामती पद रिक्त भए। अझ चिन्ताको विषय अघिल्लो वर्षको तुलनामा स्वैच्छिक राजीनामा दिने कर्मचारीको संख्या उल्लेखनीय रूपमा बढेको छ। कर्मचारी वृत्तमा संघीय निजामती सेवा विधेयकमा केही प्रस्तावित व्यवस्थाले भविष्यप्रति अन्यल र असन्तुष्टि बढाएको चर्चा छ। चालू आर्थिक वर्षमै करिब 2000 कर्मचारी अनिवार्य अवकाशमा जाँदैछन्, तर सरकारले अनुभवी जनशक्ति बाहिरिँदा त्यसको विकल्प कसरी व्यवस्थापन गर्ने भन्ने स्पष्ट योजना सार्वजनिक गरेको छैन। नयाँ कर्मचारी भर्ना मात्रै समाधान होइन, दशकौंको अनुभव, संस्थागत स्मृति र प्रशासनिक दक्षता एकैचोटि गुम्नु राज्यका लागि ठूलो क्षति हुन सक्ने प्रशासनविदको चेतावनी छ। कर्मचारी चाहिँ जहिले पनि सुरक्षित वृत्ति सेवा होस् भन्ने चाहन्छ। उसको वृत्ति सेवा सुरक्षित नहोला कि अथवा मैले पाउनुपर्ने सेवा सुविधा चाहिँ सुरक्षित रूपमा नपाउला कि भन्ने आधारबाट चाहिँ कर्मचारीहरूले हतार छोडेको। यसमा चाहिँ सरकारले अथवा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले, सामान्य प्रशासन मन्त्रालयले यस्तो हो वा होइन भनेर स्पष्ट फ्याक्ट कुराहरू भनिदिएको भएदेखि कर्मचारीहरूले यसरी चाहिँ राजीनामा दिँदैन थियो होला। धेरै कर्मचारीले त्यसरी राजीनामा दिएको थियो भनेदेखि त सरकारलाई व्यवहार एकदमै ठुलो पर्थ्यो, किनभने उसले पाउने बिमा, उसले पाउने औषधि उपचार, उसले पाउने चाहिँ तपाईँको चाहिँ एकमुठो रकमहरू जुन हुन्छ नि त, त्यसले चाहिँ तपाईँको चाहिँ धेरै ठुलो प्रभाव पार्थ्यो। आर्थिक वर्ष 2080-81 मा 2215 जना कर्मचारी अनिवार्य अवकाशमा गए भने 747 जनाले राजीनामा दिएका थिए। आर्थिक वर्ष 2081-82 मा अनिवार्य अवकाश लिनेको संख्या घटेर 2116 मा झर्यो। यही अवधिमा 629 जनाले स्वैच्छिक राजीनामा दिएका छन्। चालू आर्थिक वर्ष 2082-83 मा 1962 जना कर्मचारी अनिवार्य अवकाशमा गएका छन् भने 725 जनाले राजीनामा दिएका छन्। तथ्याङ्कले 3 आर्थिक वर्षमा अनिवार्य अवकाशको संख्या क्रमशः घट्दै गएको छ, तर राजीनामा दिने कर्मचारीको संख्या भने उल्लेखनीय रूपमा कायम रहेको देखाउँछ। यस्तो प्रवृत्तिले निजामती सेवामा कर्मचारी टिकाइ राख्ने चुनौतीबारे पनि प्रश्न उठाएको छ। हाम्रो पोलिटिकल एक्जिक्युटिभ अथवा हाम्रो पोलिटिकल पोस्टले हामीलाई यसो भनेपछि चाहिँ हामीले चाहिँ कसले चाहिँ हामीलाई सुरक्षा गर्छ भन्ने किसिमको कुराहरू भयो। यही बेलामा सेवाग्राही पनि उसबाट सन्तुष्ट छैन। यही बेलामा आम सञ्चारको माध्यमले पनि तपाईँको चाहिँ निजामती सेवा कर्मचारीलाई चाहिँ त्यति ठुलो सपोर्ट गरेको छैन। पब्लिक इन्टेलेक्चुअलले पनि उसको चाहिँ सेवा सुरक्षाको विषयमा बोलेको छैन। त्यस कारणले गर्दा उसले असल कार्य वातावरण पाएन, असल अभिभावकत्व पाएन। वृत्ति सुरक्षा 25 तपाईँको चाहिँ 30-55 को कुरा, 30 वर्षको पेन्सनको कुरा, अध्यादेशको कुराहरू आयो। यो सबै कुराले गर्दाखेरि चाहिँ अहिले चाहिँ फेरि के भनिएको छ त भन्दाखेरि चाहिँ कर्मचारीको दरबन्दी व्यापक कटौती गर्ने भन्ने हल्ला चलिरहेको छ। होइन होला त्यो, तर हल्ला चलिरहेको छ। यो हल्लाको क्लियर भएको छैन। यसले गर्दाखेरि चाहिँ एउटा अन्य मनस्क वा एउटा चाहिँ संक्रमण अथवा एउटा चाहिँ तपाईँको के होला भन्ने वातावरणमा कर्मचारीले काम गर्न पर्ने अवस्थाले गर्दाखेरि चाहिँ ऊ अलिकति जोखिममा पनि छ, अलिकति मनोबल गिरेको पनि छ। यही बीच अर्को घटनाले कर्मचारीको मनोबलबारे थप प्रश्न उठाएको छ। संयुक्त राष्ट्र संघीय बसोबास कार्यक्रम UN हेबिट्याटमा सहभागी हुन पूर्वाधार विकास मन्त्रालयका सचिव गोपाल सिग्देललाई नपठाई मन्त्री सुनिल लम्सालले आफ्नै सचिवालयका सचिव सन्तोष पाण्डेलाई अमेरिका पठाए। विगतमा यस्ता अन्तर्राष्ट्रिय कार्यक्रममा मन्त्रीसँगै मन्त्रालयका सचिव सहभागी हुने प्रशासनिक अभ्यास रहँदै आएको थियो। मन्त्रालयमा स्थानीय प्रशासन भन्दा राजनैतिक सचिवालयको प्रभाव बढ्दै गएको गुनासो कर्मचारी वृत्तमा सुनिन थालेको छ। प्रत्येक मन्त्रालयमा सचिव सरहका सल्लाहकार नियुक्ति गरेपछि वर्षौं अनुभव बटुलेका सचिवहरू नै निर्णय प्रक्रियामा असहज महसुस गर्न थालेको गुनासो बढ्न थालेको छ। यसले स्थायी प्रशासनको भूमिका खुम्चाएको मात्र होइन, कर्मचारीलाई स्वतन्त्र र व्यावसायिक ढंगले काम गर्ने वातावरण समेत कमजोर बनाएको छ।